सो नमस्ते सेवारो सेवा सबैजना आराम हुनुहुन्छ होला। अनि अहिले चाहिँ रातको 11:30 भइसक्यो। अनि तपाईँले सोच्नुभएको छ यो भिडियो चाहिँ किन हालेको, यो भाइले यो आन्टी नाचेको किन हालेको भनेर सोच्नु भएको होला। उहाँ चाहिँ मेरै आमा हो। उहाँले चाहिँ अब यस्तै सानोमा छाडेर जानुभएको चाहिँ निकै वर्ष भइसकेको थियो। अनि धेरै वर्षपछि धेरै वर्षपछि मैले आफ्नो आमालाई अहिले मेरो आँखाले राम्ररी हेर्दैछु कि। अनि तपाईँलाई नि देखाइदिउँ भनेर मैले भिडियो चाहिँ हालेको यो। उहाँ चाहिँ मेरो आफ्नै जन्म दिने आमा हो। अनि उहाँले चाहिँ म त्यस्तै 5-6 वर्षको हुँदाखेरि छाडेर जानुभएको थियो। अनि त्यतिखेर मेरो बहिनी नि बितिसकेको थियो। मेरो बहिनी बितेकै दिनदेखि चाहिँ मेरो आमाले छाडेर जानुभएको मलाई। अनि अब पहिलाको समस्याहरू त्यस्तै थियो, घरको अवस्थाहरू निकै कमजोर नाजुक थियो। अनि अब के भन्ने होइन, अब आमाले चाहिँ त्यसरी छाडेर जानुभएको होइन। तर अहिले कस्तो, अहिले मेरो आफ्नै आँखाले यसरी देख्दाखेरि, आमालाई देख्दाखेरि मेरो मन खुसी भएको छैन। एक तर्फबाट खुसी छ, अर्को तर्फबाट दुःखी छ। अब खुसी किन छ भने अब यत्रो म अहिले कहिले म त्यस्तै 4-5-6-7 वर्षको हुँदाखेरि छाडेर जानुभएको भने म अहिले 19 वर्ष लागिसकेँ होइन। अनि 19 वर्षको छु अहिले चाहिँ। अनि यत्रो वर्षपछि मैले आफ्नो आमालाई देख्दाखेरि कस्तो मलाई खुसी लागेको छ होइन। अनि मैले सोचेको थिएँ अब आमाको मुख हेर्नु नपाइकन मरिन्छ होला भनेर सोचेको थिएँ। तर भगवान्ले चाहिँ दर्शन गराइदिनु भयो। खुसी छ। अनि दुःख चाहिँ मलाई केमा छ भने जब मलाई आमाको आवश्यक थियो, जब मलाई आफ्नो फ्यामिलीको आवश्यकता थियो, आमाको आवश्यकता चाहिँ निकै थियो, तब त्यतिखेर मैले आमाको माया भने पाइनँ होइन। आमाको मैले पाइनँ होइन। मैले कहिले आमाको माया कस्तो हुन्छ मलाई महसुस गरेको छु, मैले देखेको चाहिँ छु। आमाको माया कस्तो हुन्छ मैले देखेको छु होइन। अरूको मार्फत देखेको छु, तर मैले आफैले महसुस गरेको छैन। मैले बुबाको साथ कस्तो हुन्छ महसुस गरेको छैन होइन। अनि त्यही कुरामा दुःख लाग्छ। जस मलाई अब जब आमाको आवश्यकता थियो त्यतिखेर मैले आमाको साथ पाइनँ, बुबाको साथ पाइनँ होइन। अनि अब आमालाई त याद आउँछ कि आउँदैन होइन, तर मलाई चाहिँ सानैदेखिको आउँथ्यो क्या। अब मैले अरूको आमालाई देख्यो भने पनि कस्तो आफ्नो आमा नि भइदिएको हुन्थ्यो जस्तो लाग्ने होइन। अनि एउटा घटना नि भएको थियो मसँग। के घटना भएको थियो भने होइन, अब साथी थियो एउटा। अनि अब त्यस्तै बाइचान्स त्यस्तै कुराहरू भएको थियो। अब के भएको थियो भने उसको सल, मेरो कलेजको साथीहरू थियो। अनि उसको सल चाहिँ झरेको थियो होइन। अनि मैले साथी तिम्रो सल झरेछ भनेर यस्तो उठाइदिएको, ऊ झ्याप परेको थियो। त्यतिखेर बाइचान्स अलिकति टच भयो होइन। अनि त्यतिखेर मलाई ब्याड टच मन पर्दैन भनेको थिएन। त्यतिखेर साह्रै आमाको याद आएको थियो क्या। किनभने यदि आमा भएको भए भन्थ्यो क्या, बाबु यो है ब्याड टच, यो गुड टच भन्थ्यो होला क्या। तर त्यतिखेर याद साह्रै आएको थियो आमाको पनि। अब आमा भएको भए यसरी भन्थ्यो होला, अनि त्यसरी भन्थ्यो होला। तर त्यतिखेर लास्ट चित्त दुखेको थियो क्या। अनि अब आमा बुवाको साथ नपाउँदा त कसलाई चाहिँ याद आउँदैन र। हरेकचोटि हरेक कुरामा याद आउँछ क्या। अब अरूको आमा हेर्नुपर्छ, आफूलाई हेर्नुपर्छ। अरूको आमाले माया गरिरहेको हुन्छ आफ्नो सन्तानलाई नि। यसो सोच्छ यदि हाम्रो आमा भएको पनि हामीलाई कति माया गर्थ्यो होला भनेर सोच्थेँ। तर सबैको भाग्य एउटै हुँदैन भनेको यस्तै हो। अनि म चाहिँ त्यस्तो सोच्थेँ। जस अहिले राम्रै हुँदो रहेछ होइन, राम्रै ठाउँ हुँदो रहेछ। अनि अब अवस्था चाहिँ अलिक नाजुक छ। अनि त्यस्तै सुनेको थिएँ। अब अहिले म पहिला सानो हुँदाखेरि मैले सुन्दै गर्थेँ, तेरो आमा यता छ उता छ भनेर सुन्थेँ। अब भेट्नु त मन लाग्थ्यो होइन, कतै बाटोतिर देख्थ्यो कि जस्तो लाग्थ्यो। तर म चिन्दिनँ थियो क्या। मैले चिन्दै अहिले नि बाटोमा भेटेर म चिन्दिनँ होइन। तर अहिले त मैले यसरी
भिडियो भिडियो देखेँ अब चाहिँ झलक्क भेटेँ चिन्छु होला होइन। अनि त्योभन्दा अगाडि अब अहिले यत्रो ठुलो भइसक्यो अब खोज तलास किन नगरेको भनेर सोच्नुहुन्छ होइन। खोज तलास पनि कसरी गर्नु, आमाको फोटो मसँग एउटा छैन आमाको फोटो, बुवाको फोटो त्यो पनि बल्ल बल्ल एउटा भेटेको बुवाको फोटो, त्यो पनि मसँग एउटै मात्र छ। त्यो फोटो पनि नभए भए मलाई बुवाको फेस पनि कस्तो थियो भने मलाई थाहा छैन क्या। मलाई याद त छैन, मैले भनौँ न मैले मेरो आमाको शब्द सुनेको छैन, बोलेको बुवाको बोलेको शब्द मैले सुनेको छैन। अलिअलि त्यो छस्स छुस्स हो कि जस्तो टाइप चाहिँ कानतिर गुन्जिन्छ कहिलेकाहीँ होइन। बुवाको चाहिँ आमाको चाहिँ मैले सुनेको छैन। अनि त्यही हो अब यस्तै छ। अनि मन लाग्छ भेट्न हुन। अब आमा म त अब सानै थिएँ, आमालाई पनि याद आउँदैन थियो होला है। सुनेको थिएँ, मैले सुनेको छु होइन। अनि आमालाई चाहिँ कसले खेदाएको होइन, कसले कुटेको होइन मैले सुनेको छु। जब मेरो बुवा बितिसकेपछि एकचोटि आएको थियो अरे होइन। अब त्यतिखेर म त सानै थिएँ, अब म त्यतिखेर अर्काको घरतिर बसिहिँड्ने भन्ने होइन। अहिले पनि कति अर्को घरमा बसेर म पढिरहेको थिएँ होइन। अहिले भर्खर म आफ्नो घर फर्केको 1 वर्ष त हुँदैछ, वैशाखमा 1 वर्ष भयो होइन। योभन्दा अगाडि म अरूको घरमा बसेर पढेको होइन। त्यता पनि अब यस्तै आफ्नो जस्तो नहुने होइन। मनमा त कति धेरै कुराहरू छ नि, कति धेरै भोगेको छु, कति धेरै गरेको छैन। संस्कार भनेको के हो त्यो मैले आफैले सिकेको होइन। अनि त्यसरी कुटेको भनेर सुनेको थिएँ होइन। म कुनै दिन यो पनि बदला लिन्छु, कसले कुटेको होइन, कसले के गरेको मलाई मैले यहाँ दिमागमा राखिरहेको छु क्या। शत्रु खोज्नु पर्दैन क्या, बाहिर खोज्नु पर्दैन, आफ्नै शत्रु आफन्तै शत्रुहरू हुन्छन् होइन। कोही राम्रो हुनुहुन्छ होइन। अब अहिले यस्तै हो होइन। जस अब खुसी लागिरहेछ, एकतर्फबाट दुखी लागिरहेछ। अब धेरै वर्षपछि आफ्नो आमाको फोटो हेर्दैछु, आफ्नो आमालाई निहालेर हेर्दैछु होइन। यहाँभित्र छ क्या, जे छ नि त्यो सबै भित्र छ। कसैलाई केही भनेर सकिँदैन नानी। अहिले चाहिँ मेरो एक्जाम पनि हुँदैछ, एक्जामको तयारी गर्दैछु। तर कुनै कुराहरू यस्तो छ कि नसोचौँ भने नि दिमागमा आइहाल्छ होइन। यहाँनिर पढ्दैछु भने एकैछिनमा मेरो दिमागको मेरो त्यही ठाउँमा पुग्छ। अनि अब अरू त के भनिदिएर होइन, अरू त म के भनौँ, कुराहरू धेरै छन्, कथाहरू धेरै छन्, लामो छन्, कथाहरू धेरै लामोहरू छन्। आफ्नो कथा अरूलाई के थाहा भने जस्तै होइन, आफ्नो व्यथा अरूलाई के थाहा भने जस्तै त्यस्तै छ। अनि त्यही हो। अब अहिले चाहिँ 12को एक्जाम पढ्दैछु होइन। अब आमालाई देखेँ खुसी लाग्यो, आमालाई भेट्नु चाहिँ मन लागेको थियो एकचोटि। मैले पहिला नि कतिचोटि यता धरानतिरै हुँदा नि मैले खोजेको थिएँ होइन। रनिङ गर्थेँ म त्यतिखेर, रनिङ गर्दाखेरि कतै भेट्छु कि भनेर यस्तो अरू घरतिर हेर्थेँ होइन। अनि भेटिँदैन थियो, हुँदैन थियो। अनि त्यसपछि कस्तो थियो होला मेरो आमा हेर्नु, जस्तै अहिले देखेँ होइन, खुसी लाग्यो। अब आशा छ राम्ररी बस्दै गर्नु होला। अब अहिले म पढ्दैछु होइन, पछि कमाउने भएपछि नि म भेट्न आउँछु। कमाउनुभन्दा अगाडि एकचोटि म भेट्न आउँला। अब अहिले त आफ्नै अवस्था नि यस्तै छ, नाजुक छ मेरो पनि। कता के गर्नु भन्छ। अहिले म फुपूसँग छु, यहाँ फुपूको घरमा बसेर पढ्दैछु। अनि एक्जाम सकेपछि म घर जान्छु। माथि घरमा लथालिङ्ग भइरहेको होला के कस्तो भइसक्यो पनि। त्यहाँ चाहिँ माथि चाहिँ अहिले दिदी भेनालाई राखेको छु मैले। अनि त्यहाँनिर दिदी भेनालाई बस्नु दिएको छु। अब म एक्जाम सकेपछि चाहिँ म आफ्नै घर जान्छु। त्यसपछि त्यही हो। जस खुसी लाग्यो आमालाई देखेर। नमस्ते ल सबैजनालाई गुड नाइट। मेरो नि भोलि एक्जाम छ, एक्जाम दिनुपर्छ, एक्जामको तयारी गर्नुपर्छ। एक्जामहरू बिग्रेर अलिक कस्तो लागिरहेछ। जस्ट गुड नाइट, बाई।